Hey guys, welcome to day 4. So हामी यहाँ रेडी भएर मम्मी र म बसिरहेको छौँ। हाम्रो गाडी आएको छैन किनकि आज हामी चाहिँ जाँदैछौँ। कता जाँदैछौँ मम्मी? शिलङ जाँदैछौँ। हामी गुवाहाटीबाट शिलङ जाँदैछौँ। अब शिलङ चाहिँ अलिकति हाम्रो फ्यामिली इमोसनल टचमा जाने हो भने चाहिँ मेरो बाबाहरू जन्मिसेको ठाउँ अनि हामी त्यही घर त्यही एरिया त्यही ठाउँ जाँदैछौँ। सो कस्तो लागिरहेछ त मम्मी? राम्रो रमाइलो लागेछ, मेरो नातिनीसँग हिँड्दा खुसी लागेछ। अब धेरै वर्षपछि जाँदैछ नि त मम्मी पनि अहिले, म त फर्स्ट टाइम भइहाल्यो अनि बाबाको पनि धेरै वर्षपछि होला अनि आमाको पनि फर्स्ट टाइम। सो हामी एकदम एक्साइटेड छौँ। यहाँबाट चाहिँ 2.5 घन्टा जतिको बाटो रहेछ। बिचमा मम्मीहरूले चाहिँ राम्रो राम्रो ठाउँहरू छ भन्छ त, अब हेरौँ कता कता घुमाउँदै लग्छिन्छ हामीलाई। ओके ल, बाटोमा भेटौँला है। निस्किने क्रममा चाहिँ हामीलाई लर्ड्स गुवाहाटीले चाहिँ आसामी स्टाइलको सल ओढाएर हामीलाई चाहिँ एकदमै सम्मान साथ विदा गर्नुभयो र यही भिडियो मार्फत उहाँहरूलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु। र त्यसपछि हाम्रो शिलङको यात्रा सुरु भयो। बाटो एकदमै मजाको थियो, एकदम प्रिटी हरियालीहरू। इन्टायर मेरो भ्लगमा मैले सबैभन्दा धेरै बोल्ने शब्द भनेको सायद प्रिटी ब्युटिफुल होला, किनभने हर चिज त्यति राम्रो थियो र त्यहाँको सबैभन्दा बेस्ट थियो यो पाइनएप्पल। बाटो शिलङ जाने बाटोमा यी राम्रो राम्रो फलफुलहरू फ्रेस हेर्दै खाउँ लाग्यो। मम्मीले भन्छ जस्तो लामो लामो केराहरू, निकटरहरू, अनि यो उसको पनि पाउँदो रहेछ, यो केराको बुङ्गा, रुखकटर, धेरै राम्रो राम्रो। यहाँ चाहिँ एउटा काफलको अचार चाहिँ एकदम फेमस छ अरे, जुन चाहिँ हामी नेपाल जाँदाखेरि लिएर जाँदैछौँ। काफलको अचार गजब मिठो रहेछ। मम्मी झर्छ है भुइँमा। कस्तो बाबा भुइँबाट छोटे भने जस्तो रहेछ। बहुत मिठो रहेछ अनि त्यसलाई चटपटा बनाएको मिठो छ। शिलङ जाने बाटोमा एकदमै अथेन्टिक भुइँकटर पाउँछ भनेर त सुनेकै थियौँ। यति अथेन्टिक टेस्टको भुइँकटर सायदै मैले पहिला खाएको थिएँ। एकदमै मिठो थियो। त्यसपछि हाम्रो यात्रा फेरि सुरु भयो। बिचमा हामी एउटा क्युट क्याफेमा रोकिएर लन्च गऱ्यौँ र हाम्रो रमाइलो यात्रा कन्टिन्यू गऱ्यौँ। सो हामी चाहिँ बाटोमा छौँ। भर्खरै लन्च गऱ्यौँ बाटोमा अनि अब चाहिँ लगभग 32 किलोमिटर्स जतिमा हामी पुग्छौँ शिलङ। त्यो अगाडि चाहिँ बडापानी उमियाम लेक भन्ने ठाउँ हामी पुग्छौँ रे। सो त्यहाँ पनि एकछिन घुम्छौँ अनि जान्छौँ। यस्तो राम्रो छ, एकदम प्रिटी छ भ्यू चाहिँ, एकदम पुरा हरियाली, फ्रेस हावा अनि नो पोल्युसन जस्तो फिल भएको, यस्तो आनन्द आइरहेछ। कस्तो लागिरहेछ त आमा? फाइनली अब शिलङ जाँदैछौँ हामी। एकदमै बेस्ट। अब शिलङ जाने सपना धेरै पछि पुरा हुँदैछ। अझै हामी मेन शिलङ घर पुगिसकेका छैनौँ। एकदमै एक्साइटेड छु। थ्याङ्क यू मम्मी, थ्याङ्क यू बुढा हो मम्मी पनि लगभग 10 वर्षपछि शिलङ जाँदै होइसिन्छ अरे अहिले हिसाब गर्दा। सो कस्तो लागिरहेछ त मम्मी? खुसी लाग्छ छोरी, यति आनन्द लागेछ कि मेरो छोराले मजाले घुमाउँदै केहीको प्रभाव नगरिकन आनन्दले घुमाएको छ। यसैमा म साह्रै खुसी छु, आनन्द छु।
अनि अहिले चाहिँ हिसाब किताब गर्दा चाहिँ बाबा पनि 2015 सालमा लगभग मेरै एजको हुँदा चाहिँ फर्स्ट टाइम शिलङ आइसकेको थियो अरे सो हामी चाहिँ सेम एजमा फर्स्ट टाइम शिलङ जाँदैछौँ सो कस्तो लागिरहेछ बाबा पहिला आउनभन्दा धेरै चेन्जेस बाटो पनि एकदम पुरा हाइवे बनेछ 4 लेन बाटोहरू बनेछ पहिला यस्तो थिएन एकदमै पब्लिक भेहिकलमा आउनु पर्थ्यो आज सर आफ्नो गाडी लिएर आउनु पाइएको छ डेभलपमेन्ट राम्रो भएको रहेछ हैन यता यो नेचुरल ब्युटी त छँदैछ नि शिलङको यस्तो दामी छ सबै चिजहरू अझ सिटीमा अब उतातिर लेकतिर पुगेपछि अझ राम्रो देखिन्छ एकदमै रमाइलो छ सो अझै अब कता कता घुम्दै पुगिन्छ विल किप यु गाइज पोस्टेड टुरिस्ट एरिया पुरै फिल्ड छ अब यताबाट हामी जाँदैछौँ बडा पानी दिस इज द बडा पानी कस्तो राम्रो बनाएको रहेछ यो चाहिँ खास एउटा हाइड्रो पावरको पानीहरू जम्मा गरेर ड्याम बनाएको रहेछ अनि यसलाई चाहिँ उमियाम लेक भन्दो रहेछ सो उमी भनेको चाहिँ ठुलो हो अरे खसिया भाषामा अनि याम भनेको चाहिँ लेक हो अरे सो उमियाम भन्दो रहेछ उनीहरूले अनि हामीले बोल्दाखेरि चाहिँ बडा पानी भनेर भन्छौँ सो लेट्स गो उमियाम लेकको सबभन्दा क्लोजेस्ट भ्यूमा हामी यहाँ तल आएर लेक हेऱ्यौँ बोटिङ चाहिँ जम्मा 5 मिनट्सको हुँदो रहेछ सो 5 मिनट्स बोटिङ गर्नुभन्दा यतै वरिपरि बसेर इन्जोय गर्नु अलिकति वर्थ इट लाग्यो मतलब 5 मिनट्स बोटिङ भन्दा सो हामी चाहिँ यतिकै बस्यौँ फोटोहरू खिच्यौँ इन्जोय गर्यौँ यहीँ अनि कस्तो प्रिटी छ प्लेस चाहिँ एकदमै ब्युटिफुल सिरियसली एकदम त्यो पुरै टक्क यतापट्टि हरियो डाँडा त्यसपछि यतापट्टि पुरै मजाको लेक ठुलो छ लाइक भेरी प्रिटी एकदम राम्रो देखिरहेछ क्यामेराले त खै जस्टिफाई गर्छ जस्तो लागेन जति यो ठाउँ प्रिटी छ त्यति बट ओके बडा पानीबाट फर्किँदैछौँ हामीले बोटिङ चाहिँ गरेनौँ मैले भनिहालेँ वर्थ इट लागेन यसो 5 मिनट्स मात्रै टाइमिङ भएर त्यहाँदेखि रमाइलो लाग्यो कस्तो लाग्यो आमा ल भन्छ त एकदम बेस्ट ब्युटिफुल प्लेस एकदम नाइस थियो आनन्द पिसफुल थियो अरूभन्दा पनि एकदम यहाँ आएर आनन्दसँग बस्न मिल्ने जस्तो ठाउँ टाइम गएको थाहा नहुने जस्तो एकदम ब्युटिफुल थियो अब चाहिँ हामी यहाँबाट सिधै जान्छौँ हाम्रो घर शिलङको घरतिर सो हामी फाइनली शिलङ आइपुग्यौँ द प्लेस वी वर टकिङ अबाउट यो भिडियोको स्टार्टिङबाट पापा हजुर जन्मिसेको ठाउँ सो यस यो एरिया हो एक्ज्याक्टली घर चाहिँ सेम होइन अहिले नयाँ घर बनाइसकेको छ ठुलबाबा ठुलमम्मीहरूले सो दिस हाउस आइम सोइङ एक्चुली यो ठाउँमा चाहिँ एक्चुअलमा बाबा हजुर जन्मिसेको यहाँ चाहिँ पहिला सानो घर थियो रे सो यहाँ आउँदा चाहिँ कस्तो अर्कै आनन्द एउटा एकदमै फर्स्ट टाइम आएको जस्तो फिलै भएन यो चाहिँ एकदमै पहिल्यैदेखि घुलमिल भइरहेको ठाउँ जस्तो फिल भयो यो एरिया चाहिँ एकदमै आफ्नोपन फिल भयो सो शिलङ आएर चाहिँ वी भेरी ह्याप्पी अनि आई कान्ट वेट टु एक्सप्लोर शिलङ र यहाँ बसिन्छ हाम्रो सबैभन्दा ठुलो मम्मी र उहाँसँग पनि धेरै वर्षपछि भेट भयो एकदमै रमाइलो लाग्यो त्यसपछि इभिनिङमा अलिकति रेस्ट गरेर शिलङको बजार एक्सप्लोर गर्नको लागि हामी घरबाट निस्क्यौँ र पुग्यौँ शिलङको फेमस सेन्टर पोइन्ट पुलिस बजार चाहिँ हामी शिलङमा ठ्याक्क सेन्टर पोइन्ट पुलिस बजार भन्ने ठाउँमा छौँ सो पुलिस बजार चाहिँ एउटा यहाँको सिटी एरिया भनौँ सिटी एरिया रहेछ सो अब हामी यहाँ यसो घुम्छौँ हेर्छौँ
शिलङ यत्रो ठुलो बजार छ भनेर मलाई थाहा नै थिएन। हाई गुड मर्निङ। हामी छौँ अहिले शिलङको घरमा। चितवनको गर्मीलाई स्किप गरेर चिसो चिसो मौसममा आउँदा चाहिँ एकदमै नाइस, एकदमै धेरै आनन्द, नाइस, राम्रो फिल भइरहेको छ। आज चाहिँ हामीहरू शिलङ घुम्छौँ वरिपरि, हेरौँ कता कता हुन्छ। सो हामी चाहिँ एलिफेन्ट फल्स आइपुग्यौँ र यो चाहिँ हाम्रो फर्स्ट स्टप हो आजको। यहाँबाट चाहिँ अब 3 स्टेप हुन्छ अरे। सर्टेन तल गएपछि चाहिँ हिँड्छु नखिच्ने अब अहिले। यहाँबाट चाहिँ 3 स्टेप हुन्छ अरे। सर्टेन स्टेप झरेपछि चाहिँ एक साइडको झर्ना देख्छ अरे, अनि फेरि सर्टेन स्टेप झरेपछि सेकेन्ड साइडको, अनि त्यसपछि फाइनली चाहिँ तिनतिरकै झर्ना चाहिँ सबभन्दा तल गयो भने। अब कहाँसम्म हामी पुग्छौँ त थाहा छैन, कतिसम्म हिँड्न सकिन्छ। हिँड्न सकिन्छ भन्दा पनि तल जान त सकिन्छ, अब कतिबाट चाहिँ माथि चढ्न सकिन्छ भन्ने कुरा हो। हिँड्दैछौँ, हेरौँ होइन आमा। कहाँसम्म पुगिन्छ, लेट्स गो। फर्स्ट झर्ना चाहिँ देखियो, कति राम्रो देखिएको छ। पानीपुरी लभर्सको लागि स्पट इज हियर रे। यहाँ चाहिँ पानीपुरी पाइँदो रहेछ। अब यति बिहान नै छ, केही पनि खाएको छैन, पानीपुरी त खुल्या पनि छैन हुन त। हामी चाहिँ फर्स्ट स्टेपमा धेरै बेर रोकिएनौँ र तल तल लाग्यो, किनकि मलाई चाहिँ तलैसम्म पुग्न थियो। तर लेट्स सी कस्तो देख्छ। यो चाहिँ सेकेन्ड स्टेपबाट सो पिटी हिँड्दा पनि कस्तो पुरै फल्सकै साइडबाट हिँडिरहेको जस्तो, सो नाइस। तिनतिरबाट भन्दा पनि 3 स्टेप्स अफ झर्ना चाहिँ हामीले यो थर्ड स्टेपमा सबभन्दा तल आएपछि देखिँदो रहेछ। अनि साँच्ची नै यति धेरै राम्रो देखिँदो रहेछ, क्यामेराले कहिले पनि जस्टिफाई गर्नै सक्दैन यहाँको भ्युजहरूलाई। एकदम 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 प्रिटी छ, राम्रोसँग पुरै झर्नाको साउन्ड यति राम्रो आइरहेको छ। अनि वरिपरि पुरै ग्रिनरिज, केभ, सो नाइस, प्रिटी। तर स्टेप्स चाहिँ मजाको छ। सेकेन्ड स्टेपबाट थर्ड स्टेप आउन इट्स अलमोस्ट लाइक 80वटा भर्याङ, अनि त्यहाँबाट फर्स्ट अझ होला, बट इट्स ब्युटिफुल। आमा र मम्मी चाहिँ सेकेन्ड स्टेपमै बस्यो। अब योभन्दा तल चाहिँ हामी सक्दैनौँ हिँड्न भनेर, अनि बाबा र म चाहिँ तलसम्म गयौँ, फर्स्ट स्टेपसम्म। तर एकदम प्रिटी देख्यो भ्यू चाहिँ, इट्स नाइस, वर्थ इट नै छ। सेकेन्ड स्टेपबाट पनि झर्ना देखिन त देखिन्छ फर्स्ट र सेकेन्ड स्टेपबाट, तर एकदमै सानो देखिन्छ। सो यदि खुट्टाले धोका दिँदैन भने चाहिँ आई रेकमेन्ड एभ्री वान टु गो डाउन देयर, किनभने तलबाटको भ्यू चाहिँ साँच्चै अलगै मेस्मराइजिङ छ। हामी चाहिँ माथि आइपुग्यौँ अब अहिले पार्किङमा। फर्स्टबाट सेकेन्ड स्टेप जान चाहिँ अराउन्ड 40वटा स्टेप्स रहेछ। सेकेन्डबाट थर्ड स्टेप चाहिँ अराउन्ड 66, अनि सेकेन्डबाट थर्ड जान चाहिँ 80वटा सिडी। अनि सो थर्ड स्टेप तल पुग्न चाहिँ अलिकति गाह्रो छ, तर इट्स वर्थ इट। सो हामी चाहिँ एउटा ठाउँ आएको थियौँ यहाँ शिलङ पिक भन्ने घुम्नलाई। यहाँ जानको लागि चाहिँ यहाँ गाडी पार्क गर्नुपर्ने रहेछ यो एरियामा, अनि गाडी पार्क गरेर चाहिँ उनीहरूको गाडी हुँदो रहेछ, त्यो गाडी लिएर चाहिँ हामीहरू जानुपर्ने रहेछ माथि पिकमा। अब भयो कि टिकटहरू काटियो, गाडीहरू अरेन्ज गरियो, अनि वी केम टु नो द्याट, भन्न जानु अगाडि नै थाहा भयो हुन त, बट वी केम टु नो द्याट त्यहाँ चाहिँ इन्डियन सिटिजनलाई मात्रै अलाउड छ, लाइक पासपोर्ट होल्डर, आई मिन अरू कुनै पनि कन्ट्रीको मान्छे अलाउड छैन। दो वी ह्याड अ पासपोर्ट, वी कुड नट गो देयर, सो द्याट्स अ लिटल स्याड। एनिवेज अब नेक्स्ट अर्को कुन ठाउँ गइन्छ, लेट्स सी।
शिलङ पिक चाहिँ बेसिकली लाइट कोर पिक भन्ने ठाउँमा पर्दो रहेछ जुन चाहिँ इन्डियन एयरफोर्सको टेरिटरीभित्र पर्दो रहेछ। सो नेसनल सिक्युरिटी पर्पजको लागि चाहिँ यहाँ चाहिँ नन इन्डियन्सहरूलाई अलाउ नगरेको रहेछ। सो फर्स्टमा चाहिँ म अलिकति अपसेट भएको थिएँ त्यहाँ जान नपाएर, तर पछि उनीहरूको सिक्युरिटी रिजन्स थाहा पाएपछि चाहिँ अफकोर्स वी एक्सेप्टेड इट। अनि हामी चाहिँ हाम्रो नेक्स्ट डेस्टिनेसन लाइट लुमतिर लाग्यौँ। एन्ड जाने बाटो इट वाज सो ब्युटिफुल। ओ माई गॉड, नाइस। यो खासै क्यामेराले भन्दा पनि आँखाले नै मात्रै हेर्ने कुरा हो। जसले हेऱ्यो उसले मात्रै रमाइलो पायो। जसले हेरेन उसले पछुतायो। हामी चाहिँ अहिले लाइट लुम भिलेज छिरिसक्यौँ। यहाँ चाहिँ पुरै हुस्सुभित्र हिँडेको जस्तो फिल भइरहेछ। हिँडी पनि रहेछौँ, फिल मात्रै भएन। लाइट लुम भिलेज आइपुग्यौँ। पुरै हुस्सु लागेको छ यस्तो मजाले यो ठाउँमा। पुरै 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 हुस्सु लागेको छ। लिटरली पुरै त्यो बादलभित्रबाट हिँडिरहेको जस्तो छ। म के खान्ला? 10 रुपियाँको एउटा आलु ट्राई गर्दैछौँ कस्तो हुन्छ। ल खाइछु खाइछु। ल खाइछु मम्मी। हजुरहरू नै एक्साइटेड। डुङ्ग्री खाँदैछौँ हामी चाहिँ। डुङ्ग्री हामीले लिटरली कति धेरै कुरा ट्राई गऱ्यौँ यो बाटोमा। अनि यहाँको मकै दिने स्टाइल पनि मलाई एकदमै मन पर्यो, कागतीले नुन खुर्सानी लगाएर। अनि मकै पनि एकदमै मिठो, एकदमै अर्ग्यानिक, सो गुड। मिठो छ। यो चाहिँ सिलाङको लाइट लुम भन्ने ठाउँ। एकदमै सुन्दर प्राकृतिक दृश्य, यो एकदम ब्युटिफुल प्लेस, एकदमै राम्रो लाग्यो। हुस्सुले ढाकिएको। यहाँको सबैभन्दा रमाइलो पक्ष भनेको यो माथिको घरहरूमा हामीले चाहिँ उतातिर घुम भन्छौँ यसलाई, अब यहाँ चाहिँ के भन्छ थाहा भएन होइन। यो चाहिँ टन्नै घरमाथि यसरी राखिएको रहेछ। र अनि हामीले यहाँ एकदम चिसो चिसो फिल गऱ्यौँ र चिया खान थाल्यौँ। चिया खानलाई चाहिँ फेरि सबै ठाउँमा चुलोहरू, यस्तो किसिमको चुलो देखेकै हो। यो चुलो त अनौठो त होइन, तर अहिले आएर यो समयमा आएर पनि पुरा हम्की चिया बल्ल बल्ल उमालेर चिया खान पायौँ हामीले। तर एकदम मिठो चिया, धेरै प्रतीक्षापछिको चिया मिठो थियो। यहाँ चाहिँ जस रमाइलो छ, टुरिस्ट एरिया रमाइलो छ। अब अहिलेको जमानामा आएर नै इन्डक्सन एउटा एउटा फिट गरेर अझ यो गरे भए अझ बेटर देखिन्थ्यो होला। अलिक दुःख पाएको जस्तो फिल भयो कि यहाँको मान्छेहरूले चाहिँ। त्यही हो, उहाँहरूले दुःख ठिकै भयो छ। भनेर आमालाई उहाँहरूलाई अलिक दुःख भएको जस्तो फिल लाग्यो मलाई। ओके, इट्स गुड। थ्याङ्क यू बहिनी, मिठो मिठो चिया खुवाउनु भयो, धन्यवाद। यहाँ चाहिँ एकदमै अर्ग्यानिक तरकारीहरू चाहिँ एकदम अर्ग्यानिक नै पाउँदो रहेछ। एकदम हेर्दै खाउँ खाउँ लाग्दो, लोभ लाग्दो। मकै पनि यहाँको एकदमै मिठो। हामीले देखो हजुर मकै, हामीले मकै पनि खायौँ यहाँको। अनि यो फलफुलको नाम के थियो? प्लम प्लम, आलु बखडा। आलु बखडा। यो खाइराखेकै हो नेपालमा पनि, यहाँ मिठो थियो। अनि सबभन्दा एउटा राम्रो क्वालिटी भनेको यहाँको भाँडाहरू, एकदम केतली पनि अनि यो मोमो पकाउने भाँडा पनि यस्तो नयाँ जस्तो कि सबै ठाउँमा। यो कति वर्ष भयो होला यहाँ सफा गर्न थालेको, तर एकदमै टुलुक्क भर्खर किनेर ल्याएको जस्तो नयाँ कि भाँडाहरू चाहिँ। त्यो चाहिँ एउटा गजबै लाग्यो मलाई। अब हामी चाहिँ लाइट लुम भ्यू पोइन्टतिर अब भ्यू पोइन्टतिर हामी चाहिँ प्रस्थान गर्दैछौँ।
एकदमै ब्युटिफुल बाटोमा डिफ्रेन्ट नयाँ चिजहरू ट्राई गर्दै गर्दै हामी चाहिँ भ्यू पोइन्टनिर आइपुग्यौँ र यहाँबाट चाहिँ भित्र गयौँ। मैले घोडा चढेँ अनि घोडा चढेर चाहिँ मैले त्यहाँ भरिबाट सबै भ्यू हेरेँ। त्यहाँबाट चाहिँ सबैभन्दा स्पेसल देखिने भनेको चाहिँ क्यानन भ्यू रहेछ। तल चाहिँ बादलहरू मजाले माथि बसेको जस्तो एकदमै प्रिटी भ्यू देखिँदो रहेछ। त्यसपछि हामी एकछिन त्यहाँ रमाइलो गऱ्यौँ। त्यहाँ चाहिँ एकदमै ब्युटिफुल एप्सहरू थियो अनि यस्तो राम्रो एरिया थियो, सम्म एरिया थियो, हरियो एरिया थियो। इच एन्ड एभ्री मोमेन्ट चाहिँ एकदमै धेरै इन्जोय गरिरहेको थिएँ जस्तो लागेको थियो अनि एभ्रिथिङ वाज लुकिङ सो प्रिटी। हामी चाहिँ लाइटलुम घुम्यौँ। वेदर चाहिँ एकदम प्लेजेन्ट, पुरै हुस्सुभित्र हिँडेको जस्तो। यो यहाँको भ्यूलाई चाहिँ क्यामेराले खासै जस्टिफाई गर्न सक्दैन, किनभने क्यामेरामा यस्तो भ्यूहरूको खासै राम्रो आउँदैन, तर आँखाले हेर्दा चाहिँ वाज रियली नाइस। अनि यहाँ चाहिँ अलिकति घाम लाग्दियो भने चाहिँ अझ तलको क्यानियन भ्यू चाहिँ एकदमै राम्रो देख्दो रहेछ। अनि हामी चाहिँ लक्की भयौँ, हामी यहाँ आयौँ अनि एकछिन यहाँ घुम्दै मजाले घाम पनि लाग्यो। त्यसपछि हामीले क्यानियन भ्यू पनि इन्जोय गऱ्यौँ। अनि अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ। सो यो चाहिँ हाम्रो सेकेन्ड स्टप थियो। फर्स्ट स्टप चाहिँ एलिफेन्ट फल्स भइहाल्यो। सेकेन्ड स्टपमा चाहिँ हामी यहाँ लाइटलुम भिलेज आयौँ। शिलङ पिक जान पाइएन, तर अब दाइले हामीलाई, जो दाइले घुमाइरहनु भएको छ उहाँले भन्नुभएको छ हामीलाई एउटा अर्को शिलङ पिक जहाँ चाहिँ इन्टरनेसनल टुरिस्टलाई पनि अलाउड छ, त्यहाँ जानेवाला छौँ। सो त्यही हो। हामीले फर्किँदा त्यहाँको मिठो म्यागी पनि ट्राई गऱ्यौँ। दिउँसोको लगभग 3 बज्न लागिसकेको थियो र हामीले चाहिँ प्रपर लन्च चाहिँ गरेको थिएनौँ। हुन त हामीले कुचुर खानाहरू चाहिँ टन्नै खाइरहेको थियौँ, तर हामीलाई जो दाइले घुमाइरहनु भएको थियो उहाँले चाहिँ सिटी हट ढाबा भन्ने एकदमै राम्रो रेस्टुरेन्ट छ शिलङको, वान अफ द मोस्ट फेमस, त्यहाँ जानु भन्नुभयो। त्यहाँ त्यो ठाउँ चाहिँ हेर्दा पनि एकदमै क्युट, एकदम प्रिटी अथेन्टिक थियो र त्यहाँभित्र गएर हामीले चाहिँ लन्च गऱ्यौँ। खाना पनि एकदमै मिठो थियो, तर वेटिङ चाहिँ धेरै नै लामो थियो। हामीले चाहिँ धन्न लक्किली 30 मिनट्समा सिट पायौँ, जुन पनि एकदमै लक्किली पाएको हो त्यति कम वेटिङमा भन्ने कुरा सुन्नमा आयो। सो वेटिङ चाहिँ निकै लामो हुँदो रहेछ, तर खाना चाहिँ एकदम वर्थ द वेट, मिठो थियो। शिलङमा चाहिँ एकदमै फेमस पिर हाल्ने, शिलङको पिर हाल्ने हुँदो रहेछ। सो हामीले चाहिँ यो भनेको चाहिँ एउटा लक्की ड्रको कुपन किने जस्तै हो। अनि लक्की ड्रको कुपन यो चाहिँ 1 रुपिसको बिहानको टाइममा चाहिँ 80 अनि बेलुकाको टाइममा चाहिँ 1 को 60 आउँदो रहेछ। अनि अहिले चाहिँ 5 बजी यो खुल्नेवाला छ। सो हामीले पनि यहाँ दुईटा टिकट लिएको छौँ। अनि अहिले चाहिँ अब हामी यहाँ पिर हान्नेको हेर्न आइरहेछौँ कतिको पर्छ। यहाँ चाहिँ हान्न लागेछ उनीहरूले तिर, खै कसरी हान्ने हो, कहाँबाट हान्ने हो। प्लस दिस एरिया इज सो क्युट, सबै फुड ट्रकहरू छ यो एरियामा, सो रमाइलो। इट इज लुकिङ सो नाइस। अनि यता चाहिँ लेक रहेछ, यहाँ एउटा शिलङको फेमस लेक, जहाँ चाहिँ हामी यसो रिजल्ट आइन्जेल घुमौँ भनेको, तर हाम्रो चाहिँ लेक चाहिँ बन्द भइसक्यो रहेछ। सो लेक चाहिँ घुम्न पाइएन। सपिङ चलिरहेछ। तीर हान्ने भनेको चाहिँ बेसिकली ग्रुप अफ एक्सपर्ट्स जसलाई चाहिँ तीर हान्न आउँछ, उहाँहरूले चाहिँ बसेर एउटा एमिङ पोइन्ट हुँदो रहेछ हो, त्यो एमिङ पोइन्टमा चाहिँ तीर हान्नु हुँदो रहेछ। अनि त्यो एमिङ पोइन्टमा चाहिँ कतिवटा तीर लाग्यो त, यो चिज चाहिँ हामीले त्यही अकर्डिङ चाहिँ हामीले टिकट किनेको हुन्छ। हुन चाहिँ यो तीर हान्नु अगाडि नै हामीले टिकट किनिसकेको थियौँ, पछि हामी हेर्न मात्रै आएको हो यो चाहिँ।
सो त्यही अनुसार चाहिँ यहाँनिर सबैजनाले हानिरहनु भएको छ। त्यसपछि चाहिँ काउन्टिङ सुरु हुँदो रहेछ। यो सबै चाहिँ लाइभ रेकर्ड पनि भइरहेको हुँदो रहेछ, त्यहाँ खिचिरहनु भएको छ। र त्यसपछि चाहिँ यहाँ फेयरली काउन्टिङ हुँदो रहेछ लाइभ अनै गरेर। अनि लास्टमा चाहिँ यसरी काउन्टिङ भएर चाहिँ त्यो दिनको नम्बर चाहिँ 378 थियो र हामीले चाहिँ जितेनौँ, तर सर्टेन मान्छेहरूले चाहिँ जित्नुभयो होला र उहाँहरूलाई पनि बधाई। र हाम्रो शिलङको माइको आजको लास्ट पोइन्ट इज शिलङको क्याथोलिक चर्च। यो चाहिँ यहाँ शिलङको धेरै पुरानो र वान अफ द बिगेस्ट चर्च हो अरे। यहाँ शिलङमा चाहिँ धेरै क्रिस्चियनिटी पनि फलो गर्ने मान्छेहरू हुनुहुन्छ। सो हामी चाहिँ चर्च पनि यहाँ देख्यौँ, घुम्न आयौँ। यता पनि जिजस क्राइस्टको बनाएर राखेको रहेछ। अहिले चाहिँ हामी घुम्दै घुम्दै शिलङको क्याथोलिक चर्चमा आइपुगेको छौँ र यो चाहिँ चर्च हो अनि यो चाहिँ शिलङको वान अफ द बिगेस्ट चर्च पनि हो रे। अनि अहिले चाहिँ खास भन्ने हो भने पहिलेबाट शिलङमा चाहिँ एकदमै धेरै क्रिस्चियनिटी पनि धेरै नै छ अरे। सो क्रिस्चियन्सहरूको लागि चाहिँ यहाँ चर्च रहेछ, एकदमै राम्रो, एकदमै पिसफुल। तल प्रेयर रुमहरूमा चाहिँ प्रेयर भइरहेको थियो अहिले, त्यही भएर हामीले एकछिन बस्यौँ तर भिडियोहरू चाहिँ लिन पाइएन। सो एकदमै राम्रो ठुलो स्पेसमा एकदम ब्युटिफुल्ली बनाएको रहेछ। सो यहाँ गएर पनि मनलाई साँच्चै नै आनन्द मिल्यो। आखिर सबै भगवान्को ठाउँ एकदमै पिसफुल नै हुन्छ। होल डे ब्युटिफुल शिलङलाई एक्सप्लोर गरेपछि हामी निकै थाकिसकेका थियौँ, त्यसैले घर गएर रेस्ट गर्यो किनकि भोलिपल्ट बिहानै हामीलाई निस्किनु छ चेरापुन्जीको लागि। सो चेरापुन्जीको भ्लग चाहिँ नेक्स्ट पार्टमा आउँछ। सो टिल देन don't forget to like, comment, share and subscribe to my channel below. I'll see you guys in next part. Stay tuned. Thank you for watching. I